पानीले बर्बाद गर्नु पानी सल्लाहको हाई कोनिचिवा अनि कहाँ लग्दैछ त यिनीहरू ए दुईजना गर्लफ्रेन्ड बोयफ्रेन्डै हुनुपर्छ दुईजना सक्दैछ यसको गर्लफ्रेन्ड कहाँ छ कुन्नी वेयर इज युर गर्लफ्रेन्ड हेलो ब्रदर्स हाई कोनिचिवा गर्नु न गर्छ क्या गर्छ याद गरौँ पानीले पछ्याइरहेछ खानालाई त बाटो बाटो छ त अनि खाना पाउँछु भनेर यस्तो खेलाउँछ यस्तो चिप्ले लाउँदै हिँड्छ पछि पछि अघिसम्म पानी थिएन भर्खर पानी पर्न थाल्यो ल्याङ भयो गाइस ल्याङ ल्याङ भयो ल्याङ इलाम कन्यामै हो आजलाई अब हो कि नभन्नुहोस् त इलाम कन्याम जस्तै हो आज पानी परेर धुम्म धुम्म कुहिरो लागेको अवस्था है अन्त यस्तो रमाइलो मौसममा रिती दिदी खराला घुम्दै हुनुहुन्छ नाइस अलिक मजाले यो चाहिँ ठिक छ है यो त झन् अब्बै यसले त झन् मार भाग्यो अरे निशा दिदीसँग खानेकुरा किनेर लिइदिनु हुन्न अनि कोनिचिवा कोनिचिवा Good girl. Come here. Hey, you girl. Come here. Come. बुझ्छ क्या हो यार इङ्ग्लिस टुरिस्टहरूले बोलाउँछ होला नि त Come here. I will give you something. Come to me. Hey, lady. अब यिनीहरू कस्तो बोलेको हो यो गर्दो रहेछ नि Come to me. Hi. चर्नुको धुनमा छ उसलाई केही बाले छैन न मतलब अर्को त होइन बिचराहरू बुढियो खुवाउनु परेछ नि त भोक लागेको होला नि अर्काको के मतलब गर्नु त यस्तो भोक लागेको अवस्थामा कस्तो क्युट चोरेर खाँदैछ बुब हेर न भित्रतिर बाठो रहेछ पुक्लुकै भयो बिचरा गाह्रो छ चट गर्दै बस्दैछ माया गर्दै बस्दैछ माया चट गर्दै रानीहरू वरिपरि राखेर त नि हेलो एक्सक्युज मी भन्दिनु न एक्सक्युज मी रिसले अहिले खेदाउँछ ल नेपाल सबैले सिङ भएकोलाई मन पराउनु पर्ने अरे भएन यहाँ भएन होइन सिङ भएकै राम्रो देखिन्छ नि दिदी मस्त इन्जोय गरिराख्नु भएको छ निशा दिदी चाहिँ यता निशा दिदी इन्जोय गरिराख्नु भएको छ कस्तो फिल भइरहेछ निशा दिदी ल भनिदिनु
रितु दिदीको कुल हो कुल भयो बल्ल निदाउँदै हिँडेर बाठी बाठी कि बाठो बाठो बाठे सिङ पलाउँदै रहेछ दामी चरिरहेछ कस्तो राम्रो देखेको हेरे हरियो चौरमा अनि मृगहरू चरिरहेको है बबाल भ्यू देखेको छ यस्तो ग्रिन त्यसपछि तर पानीले पो त बर्बाद दामी यस्तो ग्रिनले गर्दा यस्तो राम्रो क्या चौरमा दामी दामी त्यो होइन हौ फलो गर्नु त यो लु सिद्यो खाइसक्नु आएन कि अरू हे मसँग छैन धेरैजना आउँछ न ए भगवान पानी परेर मेरो दुईजना गाइजलाई अल्छी लागेको अवस्था छ दुईजनालाई लास्टै अल्छी लागेको छ हो कि न भन्नुहोस् त दुईजनालाई पुरा अल्छी लाग्छ पानी परेर दिन पनि अधुरो मन पनि अधुरो छ मनमा घाम लागेको छैन दिनमा घाम लागेको छैन अनि मनमा पनि घाम लागेको छैन अरे दुईजनालाई त्यही भएर गाह्रो देश खुट्टा भिज्यो पानी पर्यो खुट्टामा हाई यार शान्त खोलाको आवाज अनि यो पानीको के भन्छ थोपाको तपकनी अनि मेरो दुईजना शान्त साथीहरू बोल्दा नि बोल्दैनन् निन्द्रा लाग्यो भन्छ भोकले नि बोल्दैनन् होइन अनि घरि निन्द्रा लाग्यो भन्छ हो अनि अब बिहान भोक लागेर बोलेको थिएन अहिले पानी परेर थकाएर लागेर निन्द्रा लागेर बोल्दैन अनि म मात्रै पत्तर पत्तर गर्छु है त्यही पनि ठिकै छ नो प्रब्लम इट्स ओके उयो कस्तो दामी के भन्छ यसलाई यो फुलको यो नेपालीमा के भन्छ यहाँ चाहिँ आजिसै भन्छ हो यहाँ जापानिजमा चाहिँ नेपालीमा के भन्छ नेपालीमा के कमल भन्छ खै के कमल फुल भन्छ इन्द्रकमल पनि होइन खै के भन्छ हो पिछे हात नेपालको चौतारा हो है कस्तो राम्रो नि बुढापाकाहरू भेला भएर चुर खाने ठाउँ कस्तो दामी देखेको जङ्गलको बास्ना होइन जङ्गलको बास्ना त थाहा रहेछ त गाइजलाई बल्ल बोल्यो अहिले चाहिँ जङ्गलको बास्ना थाहा छ रहेछ त अब हामीहरू चाहिँ यो माथिको डाँडामा जान्छौँ त्यहाँको टिकट लिन्छौँ है टिकट बिना जानु पाउँदैन हो 150 यहाँनिर एकजनाको 150 लाग्छ अनि लिएर जाने हो
वाउ कस्तो दामी हरियाली छ क्या यहाँ चाहिँ वान अफ द फेभरेट प्लेस हाई कन्निचिवा छड्के नजर आउँदै आउँदैछ हाई कन्निचिवा 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 दुईजनालाई यसो गर्दै हेर्दैछ क्या मैले छलेको यसो गर्दै हेर्दैछ पुरा मैले छलेको त यसो अरे हो लास्टै राम्रो छ यहाँ त यति राम्रो ठाउँ लाग्छ नि पिस छ यार पिस यो ग्रिन भएर राम्रो लागेको है राम्रो देखेको पनि ल फोटो खिच्छ है म दामी निकाल्छु यताको यो सिन र यताको के गर्नु र आजको दिन यस्तो अप्ठ्यारो छ फोटो भिडियो खिच्नलाई कोही कोहीलाई अल्छी लागेर ऊ बिजोग छ हौ यस्तो राम्रो ठाउँमा पनि अल्छी लाग्छ पछि के गर्नु हो नि के गर्नु यार वाउ मार मिर्ग चलाइरहेको ल हामी चाहिँ है है जुनकेरी नानी तिमी जुनकेरी हो जुनकेरी उड्यो जुनकेरी उड्यो खतरा हाम्रो जुनकेरी नानी मेरो घर पनि छक्कै पर्दैछ होला हो जुनकेरीहरू जुनकेरी अनि उड न अनि फुत्र फुत्र उडल्नु जुनकेरी नानी यहाँ गरेर दुईटा हात माथि गरेर हो क्या जुनकेरी उड्ने त यसरी हो त्यसरी हो जुनकेरी उड्यो जुनकेरी लड्छ 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 बेलुकासम्म बस्न पाउँछ पानी परेछ नि त ठुलो अलिअलि भिज्यो त्यही पनि केही छैन ए मलाई समात्नु है मलाई समात्नु है मलाई समात्नु है अब चाहिँ हामीहरू यस्तो कालो चढ्ने वाला छौँ नि दुईजना गाइजहरू हामी राम्री त आएका छौँ नि हैन लास्टै राम्रो यार यतिको राम्रीहरू त सायद धरतीमै छैन जस्तो लाग्छ स्वर्गमा मात्रै होला स्वर्गकी अप्सरा सबै फेरि मेरी बासैको त हैन नि हामी हैन होइन मेरो बासेको होइन हामी स्वर्गकी अप्सरा स्वर्गकी अप्सराहरू धरतीमा झरी होइन अब एकछिन अनि आज पानी परेर मरि त्यही पनि केही छैन इट्स ओके नो प्रब्लम होइन पानी नै पर्दा नि यस्तो रमाइलो लाग्छ मलाई चाहिँ पानी पर्दा नि नामै ऋतु भएर होला सायद एभ्री सिजन एभ्री के भन्छ छोडहरू चाहिँ मलाई चाहिँ ऋतुले बसन्ते चाहिँ भेटायो खुसी लाग्छ सन्जीव भेट्न भयो क्या मलाई हेर न यहाँ हेरेर यो पानीको थोपाहरू पनि राम्रो लाग्छ क्या जुम गरौँ न प्लिज लुक एट हियर पानीको थोपा पानीको के हुन्छ एकदम सही यतिको चाहिँ पर्यो जिन्दगीमा होइन खै त पानीको थोपा कहाँ छ यहाँ थोपा देखाउँछ यस्तोहरू कस्तो राम्रो लाग्छ क्या यो छ नि जुन चाहिँ हो दिदी एकदम गरीलाई बाटो छ तर बेलामा पनि मर्ने गरी काम गर्ने
मर्ने गरी हिँड्ने होइन यसरी यहाँबाट गोल्डन देखेछ तल पुगिन्छ होला हौ एकदम सही यो चाहिँ के हो घाँस हो यो त के हो दिदी निगुरो हो खानु चाहिँ मिल्दो रहेछ तर तितो हुँदो रहेछ यिनीहरूले खाँदैन होला ए खान्छ त्यो भनेपछि यिनीहरूले यहाँबाट टिपेर खान्छ होला है बेच्छ होला उन्यु है त उन्यु अरे उन्यु निगुरो जुम गरेर देखाइदिउँ त तर मैले यस्तो खालको निगुरो त थाहा छैन है मलाई चाहिँ थुप्पै थुप्पै वाउ सोसिते नेल पनि राम्रो रहेछ तपाईँको मैले भर्खरै देखेँ नोटिस गरेँ वाट अ नाइस नेल आफै एक्सटेन्सन गर्नुभएको होइन र रितु दिदीसँग कला सबै कुरा छ तर म यहाँबाट लडेँ भने चाहिँ आई डोन्ट थिङ्क कि म सही सलामत घर पुग्छु भन्ने कुरा उता आया भन्ने थालिसक्नु भइसक्यो आमा सेक्सी लेडी यता फेरि आजको टप अब पहाड बे गर्न दिन ल थकित भइसक्नु यहाँ म मधेसै गर्छु काली भएर घामले टढेर नि अरे ओहो भन्दै हिँड्नु मधेसको चौधरीयासँग बे गर्छु म चाहिँ मौकाले हिँड्न नसक्ने रहेछु रमाइलो भइरहेको छ चराहरू पनि कराइरहेको छ वा दिदी चरासँग बोल्दै हुनुहुन्छ हाई भन्दै गयो तपाईँको चम्पुली आउँदैछ पछ्याउँदै बिचरा अमै नि त पस्यो जङ्गल यसो घाँस खानु नेक्स्ट टाइममा आउँदा चाहिँ यस्तै ल्याउनुपर्छ ल मलाई चाहिँ होइन यो खोला जङ्गल नाला हुन्छ नि पहाड प्रकृति सबैसँग चाहिँ मेरो चाहिँ सबै जोडेको छ जस्तो लाग्छ क्या यति धेरै अट्याच छु यति धेरै नजिक छु होइन यस्तो जङ्गलतिर आउँदा चाहिँ रमाइलो लाग्छ हो अब यस्तो जस्तै अवस्थामा पनि खुसी लाग्छ क्या जङ्गलतिर आउँदा चाहिँ त्यही भएर पानी परिरहेको छ त्यो पनि ठिक छ नो प्रब्लम फरेस्ट इन भइसक्यो वाउ काली रात में घना साए जंगल में हम अकेले 3 लड़कियां हिंद रही हैं कुछ भी नहीं पता डेस्टिनेसन चाहिँ हामी कतिखेर आइपुग्छौँ भन्ने कुरा पुग्न लाग्यो भने हुन्छ हैन डेस्टिनेसन मलाई कस्तो जोरोलाई मलाई त कस्तो भेरेटारतिर माथि गयो जस्तो लाग्छ बादल भित्र कुहिरो कसले एक्लै रहेछ where is your friend hi आहा कुहिरो लागेछ है हिलाएर हिँड्दा रहेछन् बुढ्लाएर हिँड्दा रहेछन् पनि नो प्रब्लम इस खुट्टा भिजेर जुत्ता भिजेर तर मेरो केही भिजेको छैन खुट्टा तपाईँ गुड भएको खोज अनि हो यो पानी पनि छिर्दैन नि थाहा छ यो
दिदी अलिक एक्सपिरियन्स भइसकेको मान्छे हो यस्तो कुराहरूमा। हामी चाहिँ अलिकति यसमा विक नै छौँ यो विषयमा चाहिँ। सो यस्तो हुन्छ हाम्रो हालत चाहिँ। अब चाहिँ मलाई अब थोरै जालो थोरै छ आइपुग्न लाग्यौँ। चिप आउट भनेर छ यहाँ। लेकतिर पाइने चाहिँ हाम्रो चाहिँ बोलु भन्छ जस्तो लाग्छ क्या। यो त्यस्तै छ भोटबिरुवाहरू क्या कति कुराहरू नेपालको सुन्नु छ हो। अन्त यो पनि पाउँछ नेपालमा यो बोट पनि पाउँछ। सबै पाउँछन् भन्दै हुनुहुन्छ यो दिदीले। यो नै पाउँछ यो बोलु भन्छ यसलाई। यसले यो खायो भने माग्छ भन्छ हो। गोलु हो कि होइन बोलु बोलु भनिदिनु होला। यसको मुन्टा पातहरू खानु माग्छ। सिटको थोपाले दाम लगाइरहेछ चिसो। मान्छेलाई खुसी हुनु जानु भने शीतको थोपासँग रमाउन सकिन्छ होइन त? तलतिर हेर्नुहोस् ठुलो रुखहरू छ। कति ठुलो हौ रुख पनि। के गीत हो रे दिदी? डराउनु चाहिँ डराउँछु। डराए जस्तो डराउने आफै डराएर। सर्व भने चाहिँ भाग्नु कसरी मिलाउँछ होला? नारे बाबा नारे गर्मी पो भयो मलाई त। अब त पसिना निस्किनु थाल्यो। अब चाहिँ पानी नपरि चाहिँ हालत चाहिँ स्ट्यान्ड लगाएर फोटो खिच्नु हुन्छ तिनजना भनेको। पानी त आज रोकेन। मौसम विभागले गाउँमा आएको थाहा छ नि कहाँ छ जङ्गल उसको सम्झ अन्त यहाँसम्म त जङ्गल। सही बात एकदम सही होइन। भिडभाड सम्झ अनि यो काम त सम्झ। वाह कुन चाहिँ रमाइलो लाग्छ ल चुज गर न त। यो मान्छेलाई साह्रो पर्छ। अब चाहिँ हामी टुप्पैमा पुग्न लाग्यौँ। त्योभन्दा टुप्पो त अझै माथि पनि छ तर यहाँनिर दामी छ क्या। यस यहाँ चाहिँ नेपालको घर जस्तै हुन्छ नि। बाटोतिर घर बनाएर राखेको जस्तो कि यही चौतारी जस्तो पसल छ जस्तै फिल हुने क्या। पहिले नेपालमा यसरी बाटोमा हिँडेकै फिल आउँछ क्या। लास्टै बादल माथि आयौँ। Hi, cutie pie. कोही छैन शान्त छ। अरू बेला कति धेरै मान्छे हुन्थ्यो आज पानी परेकोले गर्दा कोही नै छैन यहाँ माथि। सो बिजोक छ यार बिजोक। हाय आऊ आऊ Hi, cutie pie. Come here. Oh my goodness. पानी चाहिँ नसक्नु है। अनि यसमा हात धुनुपर्छ अनि हात धोएर आलु खानुपर्छ ल भोक लागेको छ।
अलिक पछि Mama, right? बाई 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 आजको दिन चाहिँ पानी झरीमै बित्यो बिहान पानी परेको हो तर पनि केही छैन पानी परे पनि रमाइलो भयो यस्तो अब होइन यस्तो हरियाली यस्तो जङ्गलहरू अनि हुन्छ नि प्रकृतिसँग रमाउनुकै छुट्टै मजा छ क्या त्यही भएर यस्तो थिएन प्रब्लम हल्का भिज्यो पनि अब दुईजनाको चाहिँ यता चाहिँ फर्स्ट टाइम हो म त अब जहिले नि आइरहेको दुईजनालाई चाहिँ अलिक गाह्रो भएको जस्तो भएको छ त्यही पनि केही छैन अब हामीहरू फर्केको छु वा उताको देखाउँछु ल कति धेरै मृगहरू चाहिँ चरिरहेको छ क्या यस्तो पानी झर्नु पनि यस्तो मजाले चरेको छ कि यस्तो मजाले हेर्नुहोस् ल म देखाउँछु यस्तो झरीमा पनि पुरा चलिरहेको छ बिचरालाई त भोग्दै हुन्छ अगाउनु पर्ने हुन्छ नि त होइन झर्नै पऱ्यो नि दुईजना चाहिँ तल पुगिसक्यो दुईजनाको चाहिँ फर्स्ट टाइम हो यो ठाउँ मेरो त कति हो कति 6-7 होला हो अलिक गन्ती चाहिँ छैन हो म कति धेरै कागहरू हो म जान्छु है त्यता त्यहाँबाटै जाने हो ए कागले मलाई ठुन्छ कागले पनि ठुक्यो भने अनि फेरि मृगले नि हान्यो भने चाहिँ म फेरि बर्बाद हुन्छु कागहरू पनि त्यति नै छ मृगहरू पनि यहाँ चाहिँ पानी छ कि के बनाइदिएको रहेछ यस्तो रहेछ के बनाएको होला सायद पहिलेतिर हो चरा 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 कस्तो मजाले चरिरहेको छ है हाई क्युटी पाई त्यो बादललाई यस्तै भएको छ तर त्यस पानी होला हो दुईजनाले मलाई पर्खी मारो रिसाएर होला त्यसलाई हे दिदी झुलु गरेर भन्ने हाय रिस उठाऊ पानीले क्यामेरा भिजेर बुझेक भयो करेन्ट क्यामेरा भिजेर कस्तो मधुर हुन्छ रिस उठो म ढिलो गरेर रिस उठो
बल्ल बस्नु पाएर आनन्द फिल भइरहेको छ एकछिन बसेको भए पनि माथि। मेरो उयो मोबाइल पनि अफ भयो अनि फेरि यस्तो भयो है क्यामेरा भिजेर पुसेको क्या क्यामेरा यो खोल निकालेर पुसेको फेरि त्यस्तै भइहाल्दैछ ओ माय गॉड फोन अफ भयो फोन पनि अफ भयो अन्त त्यो क्यामेरा क्या पछाडि भिजेर हो पानी पानी यस्तो ब्लर आइरहेछ मधुरो आइरहेछ भिजेर हो ल ओके ल अब भिडियो इन्ड गरौँ अनि जाऊँ ल ल बाई बाई भन्नु ल बाई बाई नारा भयो मलाई जस्तो नगर्नु बाई 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 बोली छैन म बाई